साथीहरू यहाँहरू सबैलाई मेरो यो अर्को नयाँ भिडियोमा हार्दिक स्वागत छ। आज मैले यो बुद्ध सर्किटको भाग 2 मा मैले कपिलवस्तुको प्रसिद्ध तिलोराकोट दरबार कुदान लगायतका ऐतिहासिक चिजहरू भ्रमण गराउँदै छु। यति बेला म रूपन्देही जिल्लामा छु। यहाँ हेर्न सक्नुहुन्छ लुम्बिनी सांस्कृतिक नगरपालिका। यहाँदेखि करिब 5-7 किलोमिटर यता बुद्ध जन्मस्थल लुम्बिनी छ। त्यहाँको भिडियो मैले देखाइसकेको छु भने अब यतापट्टि आज म जाँदैछु तिलोराकोटमा। यहाँ अगाडि एउटा पुल छ, त्यहाँबाट कपिलवस्तु जिल्ला सुरु हुन्छ। तिलोराकोट कुदान लगायतका क्षेत्रहरू कपिलवस्तुमा पर्छन् भने म अहिले रूपन्देहीमा छु। रूपन्देही र कपिलवस्तुको सिमानामा छु म। यहाँ यतिखेर हेर्न सक्नुहुन्छ लुम्बिनी सांस्कृतिक नगरपालिकामा हार्दिक स्वागत छ भन्ने बोर्ड छ। र आज मैले तपाईहरुलाई एउटा ऐतिहासिक पुरातात्विक क्षेत्र भ्रमण गराउँदैछु। आउनुहोस् सँगै यात्रा गरौँ है त। फाइनली साथीहरू यहाँ हेर्न सक्नुहुन्छ म तिलोराकोट आइसकेको छु। लुम्बिनीको 4 नम्बर गेटबाट करिब 32 किलोमिटरको राइड पछि यहाँ तिलोराकोट आइपुगे। यो कम्पाउन्ड भित्रको भाग तिलोराकोट हो। यताबाट पनि जान सकिन्छ र मेन गेट चाहिँ यतापट्टि छ। र यो जंगल जस्तो एरिया, यो सबै एरिया चाहिँ तिलोराकोटको हो। हुन्छ आउनुहोस् सँगै घुमौँ तिलोराकोट। साथीहरू यो चाहिँ मेन प्रवेशद्वार हो। यतापट्टि गाडीहरू पार्किङ गर्ने यतापट्टि छ भने यहाँबाट अब यो तिलोराकोट भित्र चाहिँ प्रवेश गर्ने यो बाटो हो। र यहाँ प्रवेशको लागि कुनै शुल्क छैन, निशुल्क प्रवेश गर्न सक्नुहुन्छ। अब हामी पनि जाँदै छौं तिलोराकोट एक्सप्लोर गर्न। यो पुरानो दरबारका संरचनाहरू यो यहाँ देख्न सकिन्छ। र भित्र घना जंगल छ, देख्न सक्नुहुन्छ विभिन्न खालका वृक्षहरू।
साथीहरू तिलोराकोट मैले देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। निकै सुन्दर र मनमोहक वातावरण छ। यति बेला यो एकदमै शान्त छ, पर्यटकहरूको चहल पहल पनि त्यति छैन। र यो अगाडिपट्टि मैले म पश्चिम गेटबाट भित्र प्रवेश गरेको हो। यो पछाडिको पश्चिम गेट हो भने यसको अर्को साइडतिर पूर्वी गेट गरेर दुईवटा गेटहरू छन्। र यो भग्नावशेषहरू त्यहाँ देख्न सकिन्छ। पुरानो दरबारका भग्नावशेषहरू भने यो हिँड्ने बाटोमा यसरी बनाइएको छ, काठले यस्तो राम्रो हिँड्ने बाटोहरू बनाइएको छ। र यो पक्कै पनि यो ऐतिहासिक ठाउँ हो, किनकि भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिनु भयो र जन्मिएपछि यहाँ आएर उहाँको जीवनकालको 29 वर्ष उहाँले यस ठाउँमा बिताउनु भयो। र 29 वर्षपछि उहाँले यतापट्टि यो पूर्वी गेटबाट उहाँले गृह त्याग गर्नुभएको भनेर भनिन्छ। यो पक्कै पनि उहाँ एउटा राज खानदानी परिवारमा जन्मिएर पनि उहाँले चाहिँ बाहिरका सांसारिक दुःख, झमेला, विभेद, कुरीति लगायतका कुराहरू र मानिसको जीवनमा दुःख किन हुन्छ हैन, मानिस बुढो किन हुन्छ, मानिसलाई रोग किन लाग्छ, किन मर्छ, यसको उपाय, निरोधको उपाय छ कि छैन भनेर उहाँलाई जान्ने व्यग्र इच्छा पैदा भइसकेपछि उहाँले चाहिँ 29 वर्षको उमेरमा यो दरबार छोडेर उहाँ चाहिँ भिक्षुको रूपमा एउटा ध्यानमा बस्नको लागि उहाँ यहाँबाट जानुभयो र बोधगयामा गएर उहाँलाई ज्ञान प्राप्त भयो। यसरी हेर्दा यो तिलोराकोट पक्कै पनि त्यति बेलाको कपिलवस्तु राज्यको यो राजधानी दरबार, त्यति बेलाका गणराज्यहरूमध्ये यो शाक्य वंशको यो राज्य यो तिलोराकोट पक्कै पनि ऐतिहासिक ठाउँ हो। र यो तिलोराकोट दरबार क्षेत्र जसरी लुम्बिनी जस्तो यो त्यति हाइलाइटमा आउन सकेको छैन, तर यसको महत्त्व धेरै छ, किनकि लुम्बिनीमा त गौतम बुद्ध जन्मिनु मात्रै भएको थियो र उहाँको जीवनको 29 वर्ष उहाँले यही बिताउनु भयो। त्यसरी पनि यो महत्त्वपूर्ण छ। यहाँ भग्नावशेषहरू हेर्न सकिन्छ। यहाँ पछाडि पनि त्यति बेलाका दरबारका भागहरू हुन्। यसरी हेर्दाखेरि यो पक्कै पनि एउटा ऐतिहासिक ठाउँ हो, पर्यटकीय ठाउँ हो। बुद्ध मार्गीको लागि, बुद्ध अनुयायीहरूको लागि एउटा यो पवित्र तीर्थस्थल हो। यहाँ आउन नछुटाउनु होला। लुम्बिनी सँगसँगै तिलोराकोट पनि एकचोटि घुमिदिनु होला।
साथीहरु हेर्न सक्नुहुन्छ यो पूर्वी गेट हो। यो यहाँबाट चाहिँ गौतम बुद्धले गृह त्यागेको गेट यही हो भनिन्छ, पूर्वी द्वार यो चाहिँ। र यतापट्टि यहाँ पुराना संरचनाहरू देख्न सकिन्छ र निकै फराकिलो एरिया छ। र यो नेपाल सरकारले विश्व सम्पदा सूचीमा राख्नको लागि पनि प्रयास गरिरहेछ, जसरी लुम्बिनी विश्व सम्पदा सूचीमा छ। र लुम्बिनी जत्तिकै अझ लुम्बिनी भन्दा पनि बढी महत्त्वपूर्ण ठाउँ हो यो तिलोराकोट। त्यसैले पक्कै पनि यसको प्रचार प्रसार साथै यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सकियो भने यसको महत्त्व अझै वृद्धि हुने र संरक्षणमा टेवा पुग्ने, साथै प्रचार प्रसार पनि बढ्ने भएको कारणले नेपाल सरकारले प्रयास गरिरहेछ। यो एकदमै सराहनीय कार्य हो। र तपाईहरु पनि लुम्बिनी आउँदै हुनुहुन्छ, बुद्ध मार्गी बुद्ध अनुयायीहरू हुनुहुन्छ भने लुम्बिनी सँगसँगै यो तिलोराकोट पनि एकचोटि अवश्य आउनुहोला। साथीहरु यो सँगसँगै मैले तिलोराकोटको यो खण्डलाई यहीँनेर समाप्त गर्छु। र यसै भ्लगमा चाहिँ मैले अर्को महत्त्वपूर्ण ठाउँ कुदान लैजाँदैछु तपाईहरुलाई। कुदान भनेको जब गौतम बुद्ध यहाँबाट गइसकेपछि जुन ज्ञान प्राप्त गर्नुभयो, त्यसपछि ज्ञान प्रचार गर्न नेपाल आउनुभयो। नेपाल आइसकेपछि अब उहाँ दरबार छोडेर हिँडेको भिक्षु फेरि दरबार फर्किन उहाँ खन्नु भएन। नखोजिसकेपछि राजा शुद्धोधनले बाउ छोरा भेट्नको लागि एउटा छुट्टै ठाउँमा एउटा विश्राम गृह, एउटा अर्को छुट्टै दरबार जस्तो बनाउनु भयो। र त्यहाँ गौतम बुद्धले अन्यलाई ज्ञान बाँड्ने र परिवारका जनका मान्छेसँग भेट्ने ठाउँ कुदान। अब त्यहाँ जाँदैछौँ। लेट्स गो कुदान। साथीहरु यति बेला म भर्खरै कुदानमा आएँ। यहाँ देख्न सक्नुहुन्छ पछाडिपट्टिको संरचना। र यो कुदान क्षेत्र भनेको विशेष गरेर यो गौतम बुद्धले ज्ञान प्राप्त गरिसकेपछि, बुद्धत्व प्राप्त गरिसकेपछि ज्ञान प्रचार गर्ने क्रममा गौतम बुद्ध यहाँ आउनुभयो। आइसकेपछि बुवा शुद्धोधनले दरबारमा बोलाउँदाखेरि उहाँ दरबारमा आउनु भएन, किनकि अब म भिक्षु भइसकेँ। मैले सबै सुख सयल सुविधा सबै त्यागेर म एउटा बुद्धत्व प्राप्त गरिसकेँ, भिक्षु भइसकेँ। अब म त्यहाँ आउन मिल्दैन भनिसकेपछि शुद्धोधन राजाले छोरालाई भेट्नको लागि यहाँ विभिन्न खालका संरचनाहरू बनाउनु भयो, विश्राम गृहहरू बनाउनु भयो। त्यही ठाउँ भनेको कुदान हो। यही ठाउँमा
गौतम बुद्धले आफ्ना अन्य भिक्षुहरूलाई पनि प्रशिक्षण दिने अथवा ज्ञान सिकाउने काम गर्नुहुन्थ्यो र यो यही ठाउँ हो जहाँबाट गौतम बुद्धका छोरा एकमात्र छोरा राहुल पनि भिक्षु बनेको यही ठाउँ हो। त्यसैले यो बुद्ध धर्मसँग बुद्ध अनुयायीहरूका लागि यो अत्यन्तै महत्त्वपूर्ण एउटा स्थल हो। यतापट्टि पनि यो विभिन्न संरचनाहरू छ र खास गरेर यो कुदान भन्नाले खास यसको ठ्याक्कै शाब्दिक अर्थ भनेको विभिन्न यो माटोका ढिस्काहरू, यो माटोका ढिस्काहरूमा उफ्रिने एउटा राक्षस, एउटा ढिस्कोबाट अर्कोमा त्यसरी उफ्रिने राक्षसलाई खास कुदान भनिँदो रहेछ। र यो ठाउँमा गौतम बुद्ध र उनका बुवा शुद्धोधनले धेरै पटक यहाँ भेट गरेका छन्। गौतम बुद्धले आफ्नो परिवारका मान्छेहरूसँग भेट गर्नका लागि बनाइएको यो एउटा विश्राम गृह हो। यो पनि अत्यन्तै ऐतिहासिक पुरातात्विक क्षेत्र हो। त्यसैले तिलौराकोट आउँदै हुनुहुन्छ भने तिलौराकोटबाट करिब 7-8 किलोमिटर दक्षिणमा पर्ने यो कुदान क्षेत्र अवश्य पनि भिजिट गर्नुहोला। यहाँको विस्तृत मैले देखाउँदैछु, यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। पनि एउटा ऐतिहासिक ठाउँ हो। तिलौराकोट आउनेहरू कुदान पनि एकचोटि भ्रमण गरिदिनु होला। यसको प्रचार प्रसार पनि आवश्यक छ। हेलो गाइस, यो कुदान हो अनि यहाँ गौतम बुद्धको आश्रम थियो। यो बहुतै राम्रो